हेलो साथीहरू नमस्कार, म रोमा तामाङ फेरि पनि अर्को एउटा भिडियोमा मिनी भ्लगमा आइपुगेको छु है, लिएर आइसकेको छु। म चाहिँ अहिले मुलुङ गाउँपालिका वडा नम्बर 5 मा चाहिँ वडा कार्यालयले आर्थिक वर्ष 2082-83 को स्वीकृत कार्यक्रम अन्तर्गत अपाङ्गता लक्षित स्वास्थ्य बिमा र क्षमता विकास कार्यक्रमको लागि चाहिँ अपाङ्गता भएको व्यक्तिहरूको समूह मिलिजुली समूहलाई बजेट छुट्याइदिनु भएको रहेछ। अनि त्यो बजेटबाट चाहिँ के कार्यक्रम गर्ने, कसरी गर्ने, त्यसको लागि सहजीकरण गर्न आइदिनुहोस् न भनेर मिलिजुली समूहको साथीहरूले मलाई खबर गर्नुभयो। अनि त्यही भएर म चाहिँ वडा कार्यालयतिर जाँदैछु साथीहरू, मुलुङ गाउँपालिका वडा नम्बर 5 को वडा कार्यालयतिर जाँदैछु होइन। अनि हाम्रो बाटो चाहिँ एकदमै यस्तो छ है साथीहरू। अनि यो पारिपट्टि देखेको चाहिँ मुलुङ गाउँपालिका वडा नम्बर 8 यानि कि मेरो जन्मभूमि होइन। यस्तो छ साथीहरू, यहाँको बाटो चाहिँ अब पिच हुनेवाला छ नि त, त्यो भएको कारणले। अनि म चाहिँ घाममा हिँडिरहेको छु। अनि भर्खरै नुहाएर आएको होइन। अब गाडीले धुलो लगाइदियो साथीहरू, त्यस्तै छ। अनि विशेष गरेर हाम्रो मुलुङ गाउँपालिकामा चाहिँ 2077 सालदेखि अपाङ्गता भएको व्यक्तिहरू चाहिँ एकजुट रूपमा चाहिँ एकजुट भएर होइन, समूह मार्फत चाहिँ प्रत्येक वडामा मिलिजुली समूह र पालिकामा चाहिँ त्यही मिलिजुली समूहहरूको प्रतिनिधिहरूको एउटा छाता सङ्गठन छ, अपाङ्गता समावेशीकरण विकास सञ्जाल। त्यो सञ्जाल मार्फत चाहिँ हामी सङ्गठित छौँ। मुलुङ गाउँपालिकामा अपाङ्गता भएको व्यक्तिहरूको आफ्नै संस्था छ साथीहरू। अनि अपाङ्गता भएको व्यक्तिहरूलाई चाहिँ स्थानीय सरकारले चाहिँ प्रत्येक आर्थिक वर्षमा विभिन्न शीर्षकहरूमा चाहिँ पैसा छुट्याउने गरेको छ। अनि तपाईँहरूकोतिरको स्थानीय सरकारले चाहिँ के गरिरहनु भएको छ होइन अपाङ्गता भएको व्यक्तिहरूको क्षेत्रमा, त्यो पनि भन्नु होला है। अनि हाम्रो मुलुङ गाउँपालिकाले चाहिँ ओखलढुङ्गा जिल्लामै एउटा नमुना काम गरेको छ अपाङ्गता भएको व्यक्तिहरूको लागि। मध्यम र सामान्य अपाङ्गता भएको व्यक्तिहरूको लागि चाहिँ क्रमशः 65% र 55% चाहिँ मुलुङ गाउँपालिकाले बेहोर्ने, अनि बाँकी चाहिँ अपाङ्गता भएको व्यक्तिहरूले बेहोरेर चाहिँ स्वास्थ्य बिमा गराउने कार्यक्रम गरिराखेको छ साथीहरू। तपाईँहरूकोतिर कस्तो छ यसो कमेन्ट बक्समा राखिदिनु होला ल। बाई बाई।